हेलो साथीहरू, नमस्ते, कोनिचिवा। हजुरहरूलाई चाहिँ सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत छ। मेरो युट्युब च्यानलको नाम हो गम्बारी मासु निहुन्गो। यसको अर्थ चाहिँ जापानिज भाषामा गम्बारी मासु निहुन्गो भनिन्छ भने नेपाली अर्थमा चाहिँ मेहनत गरौँ जापानिज भाषा है त। पक्कै पनि मेहनत नगरी कुनै पनि कुराहरू सफल भइँदैन। मेहनतको फल पक्कै पनि मिठो भइन्छ होइन। यो चाहिँ मेरो युट्युबको पहिलो भिडियो हो। मैले बोलेको कुराहरूमा चाहिँ कुनै कुराहरूमा मिस्टेक छ भने, त्रुटिहरू छ भने त्यसको लागि चाहिँ गुनासाई सरी होइन। मैले चाहिँ हालसालै एसएसडब्ल्यू भिजामा जानको लागि जेएफटी चाहिँ खाइगो पास गरेर होइन, अनि जापानबाटै लिगेको इन्टरभ्यूमा चाहिँ सिलेक्ट भएर अहिले सिओईको वेटिङमा छु। अहिले बिचको समयमा चाहिँ हजुरहरूलाई पनि केही इन्फर्मेसन दिउँ र हजुरहरूबाट पनि केही कुराहरू छ भने चाहिँ नयाँ कुराहरू लिगौँ अथवा सिकौँ भन्ने उद्देश्यमा चाहिँ यो च्यानल चाहिँ भिडियो चाहिँ बनाएको छु। सबैजनाले मन पराइदिनुहुन्छ भन्ने आशा राखेको छु। मेरो युट्युब च्यानल खोल्नुको कारण चाहिँ हाउ टु पास जेएफटी, कसरी जेएफटी पास गर्न सकिन्छ, जेएफटी पास गर्नको लागि कतिको मेहनत चाहिन्छ, अनि फिजिकल क्लासमा पास गर्न सकिन्छ अथवा अनलाइन क्लासबाट मात्रै पास गर्न सकिन्छ, अनि बुकहरू पनि कुन कुन बुकहरू पढ्नुपर्छ होइन। अब मिनानो निहुन्गो मात्रै पढेर हुन्छ कि मिनानो निहुन्गो N5 N4 मात्र पढेर हुन्छ कि मिनानो निहुन्गो मात्र पढेर हुन्छ कि इरोदोरी मारुकोतो कुन चाहिँ पढ्नुपर्छ, अथवा जो कन्फ्युजमा हुनुहुन्छ N5 पढ्दै गर्नुभएको अथवा N4 पढ्दै गर्नुभएको अथवा एसएसडब्ल्यू भिजामा जाने भन्ने सोच राख्नुभएकोमा हुनुहुन्छ भने कुन चाहिँ बुक पढेर चाहिँ हामीले जेएफटी पास गर्न सकिन्छ, अथवा 2-4 चोटि इक्जाम दिँदा पनि जेएफटी दिँदा पनि फेल भएर बस्नुभएको छ, अथवा म कोसिस गर्दिनँ म सक्दिनँ भनेर हार खाएर बस्नु भएको छ भने चाहिँ हार नखानुहोस्, जेएफटी सजिलै पास गर्न सकिन्छ। अब हजुरहरूलाई चाहिँ जेएफटी पढ्नलाई कतिको मेहनत लाग्छ, कतिको मेहनत गर्नुपर्छ, कतिको प्रयास गर्नुपर्छ, कतिको टाइम दिनुपर्छ भन्ने कुरामा चाहिँ हजुरहरूसँग भन्न गइरहेको छु। अनि साथसाथै जेएफटी मात्रै पास गरेर पनि हुँदैन है। हामीलाई चाहिँ जब एसएसडब्ल्यूमा जानको लागि पहिला त जेएफटी पास गर्नु पऱ्यो, अनि जेएफटी पास गरिसकेपछि हामी कुन फिल्डमा जाने हो त, अथवा होइन हुन्छ नि त फुड सर्भिसमा जाने हो, खाइगोमा जाने हो, बिल्डिङमा जाने हो, कुनमा जाने हो त, त्यसको पनि स्किल पास गर्नुपर्छ। फेरि स्किल पास गरिसकेपछि चाहिँ हामीले इन्टरभ्यूको फेज पनि पास गर्नुपर्ने हुन्छ होइन त। अब इन्टरभ्यू मात्र भएन, इन्टरभ्यूमा पनि 2वटा फेज हुन्छ। पहिला प्री इन्टरभ्यू हुन्छ अनि पछि पहिला फाइनल इन्टरभ्यू हुन्छ। प्री इन्टरभ्यू चाहिँ हाम्रो यहीँबाट नै होइन, उता नेपालीहरू अथवा जापानमा गएपछि जापानिज चाहिँ भएको हुन्छ। अनि उनीहरूले चाहिँ पहिला होइन कम्पनीको माहौलहरूको बारेमा बुझाउनको लागि चाहिँ एउटा प्री इन्टरभ्यू लिन्छ। कतिको नेपालीले जापानिज भाषा बुझ्छ त भन्ने सोचले चाहिँ प्री इन्टरभ्यू लिएको हुन्छ। अनि त्यसपछि चाहिँ लास्टमा फाइनल इन्टरभ्यू चाहिँ जुन चाहिँ निहन्जिनहरूले नै लिएको हुन्छ कि जापानिजहरूले नै जुन चाहिँ बुझ्यो भनिन्छ होइन, जापानिजकै ठुलो मान्छेले लिएको हुन्छ। अनि त्यसमा पनि पास भइसकेपछि मात्र हामी एसएसडब्ल्यू 1मा जान सकिन्छ। मैले पनि भर्खरै हालसालै एसएसडब्ल्यूको सम्पूर्ण फेजहरू क्राइटेरियाहरू पुरा गरेर चाहिँ यहाँसम्म आएको छु होइन। त्यही भएर नै हजुरहरूलाई मैले जहाँ भोगेको कुरा अथवा मैले जानेको कुरा हजुरहरूबाट सिकाउँ र हजुरहरूबाट पनि जानेको कुराहरू मलाई कमेन्ट बक्समा भनिदिनु होला। कुनै पनि कुराहरू सुधार्नु छ भने पनि अझै म सुधार्ने कोसिस गर्नेछु। धन्यवाद।